पंगै खेल्न यहाँ पंगै पनि रहेछ नेचुरल पिङ है यो चाहिँ नेचुरल पिङ अनि हेलो एभ्रिवान वेलकम टु माई न्यू भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला हैन। अनि अब तपाईहरुलाई सबैलाई स्वागत छ यो हाम्रो निर्मला बोहरा युट्युब च्यानलमा हैन। अनि म चाहिँ निर्मलाको पति हिजो मात्रै विदेशबाट आयो अनि आज चाहिँ हामीहरु ग्वाला जाँदैछौं यो घुम्टो सुन्टो बोकेर। यो घुम्टोमा पानी छ छाता छ हैन। बर्खाको टाइम छ नि त त्यो भएर पनि आया जति बेला पनि पानी पर्न सक्छ पानीले हमला गर्न सक्छ धमला जस्तै गरेर भनेर हामी जंगलतिर लागेका छौं आज बुढाबुढी नै। अनि बाख्रा पनि अगाडि अगाडि गयो हामी पछाडि पछाडि बुढाबुढी लखरे लखरे गरिरहेछन् दमबरीको उकालोमा। अनि हाम्रो सिन चाहिँ यस्तो छ पुरै जंगलै जंगल हो के। जंगलको बीचमा गाउँ हो अनि गाउँको बीचमा जंगल हो। अनि त्यो भएर नि आज यसो जंगलतिर पानी परेको थियो बिहान फुकाउने हुन्थ्यो बाख्रा त तर पानी परेर बिरामी छ त अनि यो। अनि हिजो अस्ति पुरा त हाम्रो निर्मली बहादुरले मात्रै हाल्नुहुन्थ्यो भिडियो सिडियो बनाउन बोल्न पनि लाज लाग्ने मलाई हैन। कतिवटा भिडियो हालेको छ अहिलेसम्म लामो भिडियो युट्युब च्यानल खोल्या लगभग 2 वर्ष भयो नानीले। यसलाई मैले विदेशैबाट भने अनि युट्युब च्यानल खोला एउटा अनि पहिलेका यसो जंगल ग्वाला सला गएको अनि गाउँघरको सिनहरु देखाऊ भनेको अहिलेसम्म 5 वटा भिडियो अपलोड गरेका छन् अरे। त्यस्तो छ फुर्सद हुन्न घर भात पकाउनु पर्छ बिचारा। अबबाट 2 जनाले एकदमसँगले गाइज हैन। अनि भिडियो डेली हाल्ने कोसिस गर्छौं। अनि कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला हजुरहरुको माया साथ सपोर्ट पाएँ भने चाहिँ अगाडि बढ्ने हो नत्र भने 2 जना भोकरा भोकर लड्ने हो भन्न हुन्थ्यो। त्यस्तो भन्न मिलेन हैन। अनि हाम्रो चाहिँ बाख्रीहरु नै हो नि यो चाहिँ बिरामी भएको छ यसलाई चाहिँ अलिअलि खाना खान मन लागेन के। हिजोबाट बिरामी चाहिँ अलिकति खाजा खान्छ अनि अरु बाख्रा चाहिँ यतातिर चरिरहेछन्। यतातिर जंगल चाहिँ हामी त पुरा नेपालकै रमल गाडीमा हो पुरा बाख्रा लिएर बुढाबुढी। त्यति बेला बाद त्यति बेला चरेर हुन्छ त नि त्यो बुटामा पर्दैन त्यहाँ बुटामा चरेर तल यो पुरा खैर मात्रै छन् झारीमा लोट्यो खस्यो भने चाहिँ मलाई काँडा फाल्ने ठाउँ हुन्छ। के बित्छन् त त्यो त जान्छन् अब त्यो लगौँ न जाम अनि के हुन्छ त ग्वाला भएर जता पनि जानु पर्यो। कहाँ छ पंगै गाइज हामी अहिले यहाँ तलबाट वहाँ तल हाम्रो घर चाहिँ तलबाट यहाँ माथि आइपुग्यौँ। यहाँ माथि डाँडामा आयौँ अनि बाख्रा पनि हरायो बाख्रा पनि खोज्यौँ एकछिनसम्म पंगै खेल्न यहाँ पंगै पनि रहेछ नेचुरल पिङ है यो चाहिँ नेचुरल पिङ। अनि कसैले बनाएको नै के नै यो प्राकृतिकबाट आफै भएको सै गर्ने यो धेरै टाढा जान्न र यो नेचुरल भोइस त्यो हो त आफूले बनाएको भएछ अनि टाढा जाने हो त। पिङ खेलिरहेछन् हिजो अस्तितिर मैले फोन गर्दाखेरि विदेशबाट यसले यहीँ पिङ खेलिरहेको हुन्थ्यो ग्वाला आएर आज मेरो आँखा अगाडि खेलिरहेछन्। हिजो फोनमा खेल्दाखेरि आज यहाँ रेलीमै खेलिरहेछन्। अब यहाँ पिङ खेल्ने फेरि बाख्रा हरायो भने यसले मलाई ठिकै लाग्छ। अब आफ्नो बुढीले पंगी खेलेको ठाउँमा आएर यहाँ भिडियो खिच्न पाएको छु मैले मचाइदिन पाएको छु। पिङ खेल्दा खेल्दै बाख्रा हराउँछन् अहिले।
ह्या गर्छ कस्तो लाग्यो अहिले मोमेन्ट आउने जस्तो भएको पिङ खेलेर के मन नफाएर तिमीलाई आउनुहुन्थ्यो भन्नु नगर फेरि त्यहाँ बाख्रातिर अब बाख्रा घुमेर यतै आउँछन् क्या तपाईँलाई के थाहा तपाईँ गुवाडै आएर आउनु त्यो जम्मै आएको थाहा हुन्छ लिनुहोस् न हुँदैन नि दिनुहुन्न भन्छ त्यसरी त्यस्तोमा भन्छ क्या आज तिमीलाई कस्तो फिलिङ छ आज त बर्थडेलाई सोधौँ आज तिमीलाई अब बुढासँग सँगै पिङ खेल्न आउँदाखेरि कस्तो लागिरहेको मलाई राम्रो लागिरहेछ बुढासँग अर्कै हुने रहेछ क्या कस्तो मतलब एक्लै भइहाल्यो निसालो हुन्थ्यो बुढासँग हुँदाखेरि रमाइलो हुने रहेछ क्या यस्तै रमाइलो अब सधैँभरि भइराखोस् होइन अनि म घर नहुँदाखेरि पनि यस्तै रमाइलो मानिरहनु नै त कस्तो रमाइलो हुन्छ त यहाँ हुनुहुन्थ्यो अनि खेल्न आउँथ्यो म रमाइलो मान दुःख लाग्छ झन्डै आएपछि त अनि ल त ल ठिक छ फेरि ल तपाईँ त बुढी भएर कति हुनु अनि म अब पुरै 80 किलोको मान्छे कहाँ हुन्छ त तिमीभन्दा होला 60 65 त त्यो धेरै त छैन भइया होला आजकल होइन छैन म कति किलो थिएँ 53 54 55 56 किलो मोटा छौ त आजकल 55 56 किलो मोटाएर फकरी जोखेर ल त ल म फेरि जोख्न जानु पर्ला कहिला म अब समय मिलेपछि ल त ल छुट्टी मिलेपछि ल त ल तिमी जोख्न जानु छुट्टी मिलेपछि बाख्रा चाहिँ गयो हाम्रो त डाँडा परेर त्यसको परेर बाख्रा गयो हेलो साथीहरू यो चाहिँ नेक्स्ट डे होइन अनि साँझ चाहिँ हामी त्यो ग्वाला गयौँ ग्वाला गएपछि साँझ बाख्रा कता कता गएँ अनि मेरो मोबाइलमा पनि चार्ज सक्यो अनि म आइहालेँ अनि म आइसकेपछि त्यो मोबाइलमा चार्ज नभएर पनि हाम्रो भ्लग अब पुरा हुन पाएन होइन आज चाहिँ दोस्रो दिन अनि दोस्रो दिन चाहिँ घाम पुरै टल्किने घाम लाग्छ क्या अन्त हिजो पुरा शीतलो गरेको थियो आज चाहिँ टल्किने घाम लाग्छ अनि आज दोस्रो दिनमा पनि कामै फुर्सद हुन्न क्या फेरि यसरी हाम्रो म्याडमले यहाँ भाँडा मिसिरहनु भएको छ कि कपडा धुनु लाग्यो भाँडा मिस्ला कपडा धुनु लागेको छैन फुर्सदै छैन बिचरा यतातिर अनि हिजो त्यो व्यस्तताकै कारणले साँझ पनि अब आइयो खाना पकायो साँझ आउँछन् बाख्राहरू पनि साँझ आयो खाना पकायो अनि त्यो खुवाउँदा यताउता गर्दा हाम्रो भलकै त्यो एन्ड गर्नै पाएनौँ आजलाई चाहिँ अब भलक यति नै होइन आज भलक गर्ने पनि भएन अनि आजलाई भलक यति नै भलक कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला आजलाई चाहिँ छुट्टिन्छौँ बाई बाई भन